हामीले रिसेन्टली अपडेटमा हजुरहरूको रिक्वेस्ट अनुसार विंशोत्तरी योगिनी र त्रिभागी दशामा ब्यालेन्स र अनब्यालेन्स दशा जसलाई भुक्ति कटाएको दशा र नकटाएको दशा भनिन्छ त्यो थपेका छौँ। हजुरहरूले एप अपडेट गरेर यो फिचर हेर्न सक्नुहुन्छ। धेरैजनामा कन्फ्युजन रहेछ यसमा। मलाई पर्सनल्ली र कमेन्टमा पनि हजुरहरूले यो ब्यालेन्स अनब्यालेन्स दशा भनेको के हो अथवा यसलाई कसरी हेरिन्छ त यसको महत्त्व के हो भनेर जिज्ञासा राख्नुभएको थियो। यो भिडियो मार्फत हामीले सिम्पल तरिकाले बुझाउने प्रयास गरेका छौँ। यसको लागि एउटा एनालोजीसँग जोडेर हेरौँ। एक्जाम्पलको लागि काठमाडौँदेखि बुटोलको डिस्टेन्स 200 किलोमिटर छ। बिचमा नारायणगढ पर्छ जुन 100 किलोमिटरमा छ। एउटा बस काठमाडौँबाट बुटोल जाँदैछ। तपाईँ नारायणगढबाट त्यो बस चढ्नुभयो बुटोलसम्मको लागि भनेको मतलब तपाईँले 100 किलोमिटर ट्राभल गर्नुभयो। यो भनेको ब्यालेन्स दशा हो। अथवा तपाईँ जुन पोइन्टबाट यो बस चढ्नुभयो त्यति मात्रै डिस्टेन्स यसमा लियो। भुक्ति नकटाएको दशा भनेको तपाईँ चढेको पोइन्टबाट भन्दा पनि बस जुन पोइन्टबाट स्टार्ट भयो त्यो सबै डिस्टेन्स चाहिँ क्यालकुलेसनमा लिइन्छ। अथवा तपाईँले डिस्टेन्स ट्राभल गरेको भनेको चाहिँ टोटल 200 किलोमिटर नै लिइन्छ। यो भनेको चाहिँ अनब्यालेन्स अथवा भुक्ति नकटाएको दशा हो। लजिकल्ली र क्यालकुलेटिभ पर्सपेक्टिभबाट हेर्दा पनि ब्यालेन्स दशा नै ठिक देखिन्छ। यसलाई दशासँग अथवा हाम्रो विंशोत्तरी दशासँग जोडेर हेरौँ है त। विंशोत्तरी दशा टोटल 120 वर्षको हुन्छ। सधैँ एउटै सिक्वेन्समा चल्छ। मतलब यदि केतु छ भने केतुपछि शुक्र हुन्छ, शुक्रपछि सूर्यको दशा हुन्छ र चन्द्रमाको दशा, मङ्गलको दशा, यसरी नै एउटै सिक्वेन्स फिक्स सिक्वेन्स प्याटर्नमा चाहिँ यो दशा चल्ने गर्छ। तर तपाईँको दशा चाहिँ कुन दशाबाट सुरु हुन्छ अथवा तपाईँको पहिलो दशा कहाँबाट सुरु हुन्छ भन्ने कुरा चाहिँ त्यो तपाईँको कुण्डलीमा अथवा पर्सनल चार्टमा भर पर्छ। उदाहरणको लागि तपाईँको यदि मेष राशि हो र तपाईँको नक्षत्र चाहिँ अश्विनी हो भने अश्विनीको लर्ड केतु हो भनेको मतलब तपाईँको पहिलो दशा केतुबाट सुरु हुन्छ र केतु भनेको 7 वर्षको हुन्छ र 7 वर्षपछि तपाईँको फेरि शुक्रको चल्छ। त सिक्वेन्स एउटै सिक्वेन्समा हुन्छ। तर सुरुवात कुनबाट हुन्छ भन्ने कुरा चाहिँ तपाईँको आफ्नो पर्सनल मुनको नक्षत्रमा भर पर्ने हुन्छ। र तपाईँको चन्द्रमाको नक्षत्र सर्टेन डिग्रीमा हुन्छ। मतलब एउटा नक्षत्रको डिग्री 13 डिग्री 20 मिनट टोटल लेन्थ हो। यदि तपाईँको चन्द्रमा अश्विनीमा पनि 5 डिग्री 10 डिग्री सर्टेन कुनै डिग्रीमा हुनसक्छ। तर हामीले टोटल 13 डिग्री 20 मिनट बराबर 7 वर्ष हुन्छ भनेको मतलब तपाईँको चन्द्रमाको डिग्रीलाई कन्सिडर नगरिकन टोटल दशा पिरियड नै 7 वर्ष लियो भने त्यो भनेको अनब्यालेन्स दशा हो। अघि सेम एक्जाम्पल थियो। जस्तो तपाईँ कहाँबाट बस चढ्नुभयो मतलब भएन। टोटल बस कहाँबाट स्टार्ट भयो भनेको मतलब काठमाडौँबाट स्टार्ट भइसकेपछि हामीले टोटल डिस्टेन्स 200 किलोमिटर नै लिएका थियौँ। जस्तै एमा पनि तपाईँको चन्द्रमाको डिग्री चाहिँ हेरिँदैन। तपाईँको चन्द्रमा यदि अश्विनी नक्षत्रमा छ भने केतुको 7 वर्ष नै तपाईँको दशा पिरियड हुन्छ सुरुको। त्यसपछि अर्को शुक्रको 20 वर्ष हुन्छ। यसरी नै जान्छ। तर ब्यालेन्स दशामा के हुन्छ भन्दा तपाईँको मुनको नक्षत्र अथवा तपाईँको मुनको पोजिसन नक्षत्रमा कति डिग्रीमा छ त्यो हेरिन्छ। जस्तै तपाईँको चन्द्रमा यदि 10 डिग्रीमा छ भने तपाईँको अबको डिस्टेन्स कति हुन्छ 10 डिग्रीबाट 13 डिग्री 20 मिनट 3 डिग्री 20 मिनटको ट्राभल गर्नुपर्ने हुन्छ। भनेको मतलब 7 वर्ष नभइकन केतुको दशा तपाईँको सर्ट पिरियड हुन्छ। 7 भन्दा कम हुन्छ। त्यो क्यालकुलेट गरेर निकालिन्छ। त्यसको मतलब एक्जाम्पलको लागि 3 वर्ष लिगौँ। त्यसपछि केतुको सकिसकेपछि शुक्रको दशा सुरु हुन्छ। हो यसरी ब्यालेन्स दशामा भनेको जुन पोइन्टबाट स्टार्ट भयो त्यो पोइन्टबाट लिइन्छ। त्यस कारणले गर्दा ब्यालेन्स दशा भनेको एक्ज्याक्ट पोइन्टबाट निकाल्ने दशा हो। आई होप तपाईँले अब यो बुझ्नुभयो होला ब्यालेन्स र अनब्यालेन्स दशाको कन्सेप्ट। अब अर्को कुरा चाहिँ कुन हेर्ने त भन्ने प्रश्नमा जनरली विंशोत्तरी दशामा हामीले ब्यालेन्स दशा हेर्ने गरिन्छ भने योगिनी र त्रिभागीमा अनब्यालेन्स दशा हेर्ने गरिन्छ। मेरो बुझाइमा चाहिँ विंशोत्तरी दशा आफैमा पनि 120 वर्ष लामो समयको पिरियडको हुन्छ र दशाको तुलनामा हामीले त्यसमा विंशोत्तरी दशामा डाइरेक्ट प्लानेटसँग पनि लिङ्क हुन्छ किनकि नक्षत्र लर्डको दशाबाट सुरु हुन्छ। त्यस कारणले गर्दा एक्ज्याक्ट पोइन्ट निकाल्नुपर्ने हुँदा विंशोत्तरी चाहिँ ब्यालेन्स दशा नै हेरिन्छ। र त्रिभागी र योगिनी भनेको आफैमा पनि सर्ट पिरियड छ। योगिनीको 36 वर्ष हुन्छ र त्यसमा पनि डाइरेक्ट प्लानेटसँग त्यो लिङ्क छैन। प्लानेटको लर्डबाट दशा सुरु हुँदैन। त्यसको चाहिँ अर्को फर्मुला छ। तपाईँको नक्षत्रको सिक्वेन्स कति नम्बरमा हुन्छ त्यसमा चाहिँ 3 जोडेर 8ले भाग गरिन्छ र त्यसको रिमाइन्डर अनुसारको चाहिँ एउटा सिक्वेन्समा दशा सुरु हुन्छ। त्यो डाइरेक्ट लिङ्क नभएको कारणले गर्दा पनि त्यो अनब्यालेन्स अथवा भुक्ति नकटाइकन हेरिएको होला। आई होप हजुरले चाहिँ यो कुराहरू क्लियर भयो होला। तपाईँले चाहिँ कुन दशा हेर्नुहुन्छ अथवा कुन फलो गरिरहनु भएको छ ब्यालेन्स अनब्यालेन्स त्यो कमेन्ट बक्समा तपाईँले टाइप गरेर हामीलाई जानकारी गराउन सक्नुहुन्छ। हस्, धन्यवाद।